खाएर हेर्नु होला मजाले। ओ माय गॉड। ओ क्वालिटी ओ माय गॉड बेटा उस जमा कना छ भाते बा वो पीवे चले खाइए ये लगा ले छोड़ हसी बनो के होता ठाक। हेलो फेरि पनि वेलकम ब्याक टु है त सुब्बा गुरुङ युट्युब च्यानलमा सबैजनालाई नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु है त। आज मौसिरको 13 गते र नि आज चाहिँ शनिबारको दिन है। हामी 3 नम्बर टोल र 4 नम्बर टोल चाहिँ है अस्ति जेठमा चाहिँ हाम्रो 3 नम्बर र 4 नम्बर टोल काटेको थियो नि त हैन। 3 र 4 चाहिँ हामी कलेजी कुनामा है त भिरमोरी काट्नको लागि हामी जाँदै के अरे जान लागेको छु है। अहिले चाहिँ टाइम लगभग 6:30 जति भएको छ। ल है त साथी अब ढिलो नगरिकन भिडियो सुरु गर्दै है भरे लास्टसम्म साथ दिनु होला। र अनि भिरमोरी काटेको भ्लग पनि अवश्य तपाईहरुको सामु ल्याउने नै छु है। राम्रोसँग हेर्दिनु होला है कस्तो ठाउँमा काट्दो रहेछ कसरी मह निकाल्दो रहेछ भनेर म त्यो सबै खिचेर तपाईहरुको लागि ल्याउने नै छु है त। ल साथी हो लाग्यौँ है त लाग्यौँ आधी टोली चाहिँ गइसकेको छु। हामी चाहिँ अनि जाँदैछ है भर्खरै। ल हामी लाग्यौँ है त यी भिरमोरी काट्नको लागि। ल बेसु ब्रो अनि हाम्रो दाइको सेफ्टी छैन रे के गर्ने त म देखेर डर आउँछ। हो तर कालो मान्छेलाई त टोक्दैन भन्ने सुन्ने थियो अरे। ल है त यहाँ झुन्डुनी माल हो मह काट्नेहरूको। ल अहिले हामी यहाँ घिम्जी खेतमा आइपुगिसक्यौँ। अब यहाँबाट अब हामी माथि यसरी खोलातरै जानुपर्ने हुन्छ। हाम्रो गोठ चाहिँ त्यहाँ छ है। हाम्रो गोठ त्यहाँ छ। गाईहरू कति धेरै हो गाई गोरुहरू। ल लाग्यौँ है त साथी हो। हामी चाहिँ त्यो है मह काट्ने हन्टरहरू झुन्डिने धागो लिएर चाहिँ हामी जाँदैछु है त। हामी 4-5 जना चाहिँ अहिले हामी यहाँ किम्जीमा जाँदैछु। अब कति बेला पुग्छ है त्यहाँ चाहिँ। ल है त यही हो। ल हामी यहाँ मिरिङ खोला है मिरिङ खोला तर्दैछौँ है त। ल साथी हो यसो तर्नुपर्छ है त यी। ओहो ट्याक्क यहाँ खोला छ है। यो चाहिँ मिरिङ खोला है। हेर्नु होला फाइनल्ली हामी चाहिँ भिरमह काट्ने ठाउँमा आइपुग्यो है। हेर्नु होला ओ माय गॉड टन्नै रहेछ नि त भिरमोरी त। 1 2 9वटा मुख आठा 9वटा ओ माथि छ। ल है त भिरमोरी आज हाम्रो भिरमोरी काट्ने ठाउँ चाहिँ यही कलेजी कुनामा है त। हेर्नु होला हामी बल्ल बल्ल आइपुग्यो है। यहाँ कालु चाहिँ यो प्रङ बोक्दैछ है। ल है छ गार्डन समातेर भोक पनि लगाइरहेको छ। पहिले चाहिँ खाना खाएरै होला नि त काट्न जाने सोल्थ्यो हामी त। पहिला खाना खाएर है अर्को टोली चाहिँ अघि नै गइसकेको छ है। हामी यहाँ कलेजी कुनामा हो यहाँ पुगिसक्यो टन्नै रहेछ है। ल यस्तो ठाउँमै भरि देखाउने छ है त। माथि गएर चाहिँ देखाउने छु तपाईँहरू चाहिँ काटेको सबै यो पारिबाट है। त्यहाँ पनि रहेछ एउटा है। हेर्नु होला है मजाले त्यहाँ पनि छ है भिरमोरीको। ल सबैजना है त। ल हामी यहाँ 3 नम्बर टोल र 4 नम्बर टोल है हामी यहाँ कलेजी कुनामा छौँ भिरमोरी काट्नको लागि सबैजना। यहाँ अहिले हामी यहाँ चिया ब्रेक चल्दैछ है। अहिले चाहिँ चिया ब्रेक चल्दैछ दादा। हेलो बाबुजी ल है त यता फेरि हाम्रो कुकको लागि हो चिया हो तातो पानी। ल मामा ल भिरमोरी काट्नको लागि चिया खाइदिउँ। ल है त अब हामी चाहिँ फर्स्ट है यहाँ मह काट्नको लागि हिँडिसकेको छौँ है। आधी चाहिँ त्यहाँ खाना बनाउँदैछ अनि हामी आधी चाहिँ खाना खानुभन्दा अगाडि चाहिँ यहाँको काट्ने रे है। ट्याक्क माथि गयो हेर्नु होला यस्तो भिरमा हुन्छ है त भिरमोरी चाहिँ। हेर्नु होला मजाले हो त्यहाँ छ है। त्यहाँ चाहिँ एउटा ठुलै छ है। ट्याक्क सबै हिँडिसक्यो। ल लगाइछु अहिले भेटाउँला है त। सेफ्टीको लागि फेरि यति त गर्नै पऱ्यो है नत्र फेरि टोक्छ फेरि
यिनीहरूले चाहिँ फेरि एट्याक डाइरेक्ट आँखामा हान्छ क्या त्यही भएर चाहिँ एकछिन चाहिँ अहिले जोगिनु पर्ने हुन्छ त्यही भएर सेफ्टी ओढिसकेको छ हामी चाहिँ है हाम्रो जुत्ताहरू चाहिँ यहाँ पोल्नु पर्ने हुन्छ है यहाँबाट चाहिँ अब हामी खाली खुट्टै हो जुत्ताहरू यहाँ राखेको छौँ हामीले फुगालेर ल सबैजना रेडी है त रेडी टक्क माथि काट्नको लागि त्यहाँ गुरुहरू चाहिँ त्यहाँ ल उनीहरू चाहिँ गुरुहरू है त उनीहरू चाहिँ फेरि अब एकछिन चाहिँ पूजा गर्नुपर्ने हुन्छ भिरमौरी काट्नुभन्दा अगाडि है भिरमा चढेर हन्टरहरू चाहिँ उनीहरू है मह हन्टिङ गर्नेहरू चाहिँ सबैजना सेफ्टीको साथमा अर्गानिक हेर्न आउनु गाडी यहीँ आउनु हेर्नुहोस् मजा गर्नुहुन्छ ओके गाडी यहीँ आउँछ है हिँड्ने भइ आउनु होला त्यहाँ रहेछ है त साथी हो मह काट्ने गुरु चाहिँ है ल हन्टर यो भिरमा चढ्ने चाहिँ यही कालु हो है खतरा गुरु है भुजुङको एकदम चर्चित भिरमा काट्ने गुरु ए यहाँको चट्नी त्यहाँको यसमा झुन्डिने है तपाईँ होइन झुन्डिएर काट्ने मह काट्ने गुरु हन्टर हेर आज कतिको खतरा काट्छ है त मोबाइल एउटा मात्रै रहेछ त्यहाँ मैले ट्याक्कै पऱ्यो यहाँ है त झुन्डिने फेरि यहीँ झुन्डेर चाहिँ काट्नु यहीँ झुन्डेर चाहिँ मह काट्छ है ल यहाँ मामाले चाहिँ चोया निकाल्न लगाइरहेको छ है त फेरि मामा के गर्नुहुन्छ यो चाहिँ ए यसको लागि यसको डोरो यसको ए हजुर हजुर ल है त भरे फेरि मह चाहिँ यसमा तल झार्ने माथि हाल्ने गर्ने यसमा है फेरि हजुर हजुर ए हजुर यता चाहिँ महभन्दा काट्नुभन्दा अगाडि चाहिँ गुरु यता चाहिँ सबै है गुरुहरू चाहिँ मह काट्ने गुरुहरू चाहिँ यहाँ है एकछिन मन्त्र पूजा गर्दैछ है फेरि यताउता के नहोस् राम्रो होस् भनेर चाहिँ भरे भिरमा चढ्नेहरू चाहिँ उनीहरू है त भिरमा चढेर मह काट्नेहरू चाहिँ हेलो सोल्टी ल सोल्टी आइपुग्यो है ल यहाँ हाम्रो बेसी दाइले चाहिँ है ट्याक्क यो चोयाबाट चाहिँ यो धागो बुन्दैछ है त फेरि यो चाहिँ के को लागि होला बाँध्नको लागि भरिनाहरू बाँध्नको लागि है फुसी पहिला त फुसी थिएगा सिल्दो खेगा ए न्यू के ए बल्ल पो भिरमह काट्न सुरु होइन ट्याक्क यो चाहिँ भाग दिनै पऱ्यो है ल यसरी राख्नु पर्दो रहेछ है यहाँ चाहिँ फेरि हाम्रो मेन गुरु यहाँ बाजेले नपढेसम्म चाहिँ केही हुँदैन फेरि मन्त्र उसले हाल्नै पर्ने हुन्छ मह काट्ने गुरु यो बाजे भन्दा माथि सिनार कोही छैन है मह काट्ने सिनार मह काट्ने गुरु है त मेन गुरु है त यहाँ बाजे ल यसरी पोको पारेको चाहिँ है खोलेर चाहिँ छोड्नुपर्ने हुन्छ ट्याक्क मह काट्ने गुरुहरू चाहिँ अब यसमा तल झर्ने है बस्ने यहीँबाट हुन्छ काट्ने चाहिँ हेर्नु होला ए पाण्डेहरू पाण्डे दुईजना यस्तो ठाउँमा चढिरहेको छ यिनीहरू चाहिँ है त ऊ अब मौरीलाई चाहिँ है धुवा छोडेर चाहिँ हटाइसकेको छ अब मह काट्नको लागि बिस्तारै बिस्तारै अब रेडी हुन लागिरहेको छ है त ल हेर्नु होला वा मौरीहरू कस्तो डेन्जर मौरीहरू हेर्नु त कस्तो डेन्जर उडेको मह चाहिँ बबाले छ जस्तो लाग्यो है गाइजो ल हाम्रो मह तल आयो है त ऊ मह आउँदैछ है त्यहाँ चाहिँ अहिले देखाउने छु है तपाईँहरूलाई तल झार्दैछ ल आयो है त आयो ल मह आयो त साथी हो हेर्नु होला आयो 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 छिला छे
ल है त मह आयो है त ल छेया यो चाहिँ फर्स्ट लड है माई गड कस्तो झरिरहेछ है ल हाम्रो यहाँ मामाहरूले चाहिँ मह चाहिँ उनीहरूले चाहिँ एकदम सफा तरिकाले चाहिँ दामी निचार्ने गर्छ है ल जतैकै नि यहाँ मामाहरू है त माई गड क्वालिटी भिरमह है त भिरमह ट्याक्कै त लगाएछ चाहियो भने भन्नु होला भिरमह ल एकदम क्वालिटी A1 अब चम्म यो बल चाहियो भने छु लगाइ कति खाउँछ त्यसो ओ माई गड ल म है त क्वालिटी निक्लिन्छ कि अब 15 लिटर 20 लिटर माई गड हाम्रो यहाँ लन्च टाइम खै के छ हाम्रो मासुको चौटो खै देखाइदिनु त ल है त यहाँ हाम्रो हेड कुकहरू यहाँ कन्सा गएर यहाँ फेरि ल है त मजाले खाइदिउँ ल मजाले खानु है त ल हाम्रो यहीँ ल हाम्रो यहाँ फेरि मह काट्ने गुरुहरू उनीहरू चाहिँ ऊ भयो यहाँ भयो है ल मजाले खानु है त ल यम भ्लग हाम्रो दाजु ल उसको आजको मह काटेको भ्लग चाहिँ हामी दुईजनाको भ्लग फलो गर्दै गर्नु लगाएछ ओइ यो खोसिया ल यता पनि छ है लगाएछ हामी पहिला खाना खान्छु ल खाना खाइहालौँ ल राइस 1 लोड हामीले मह काट्यो भिरमह काटिसक्यो है कति भयो होइन कति निक्ल्यो अरे 100 लिटर निक्लिसक्यो हाम्रो 100 लिटर एक चुटोमै 100 लिटर है यो त 300 ओहो ल अहिले खाना खाएर भेट्ने छौँ है त फेरि त हामी चाहिँ बिहान एउटा त्यहाँ माथिको काट्यौँ त्यसपछि अहिले अनि खानासाना खाएर चाहिँ अब फेरि मेन ठाउँको है त लगभग 7-8वटा छ अरे है त्यहाँ चाहिँ अनि हामी चाहिँ त्यहाँतिर त्यो काट्नको लागि चाहिँ सबैजना जाँदैछु है त यहाँको चाहिँ फेरि एकदम खतरा हुन्छ है फेरि बबल टोक्ने हुन्छ अहिले यहाँ फेरि दाइरा म चाहिँ यहाँ जाँदैछु आधी ग्रुप गइसक्यो अनि अहिले त्यहाँको खिच्ने छ त्यहाँको चाहिँ फेरि खिच्नु पनि मजाको हुन्छ कि फेरि ट्याक्क मह पनि कति निक्लिन्छ सब देखाउने छु है हेर्न सक्नुहुन्छ है कति ठुल्ठुलो छ भनेर ओ माई गड यति ठुल्ठुलो छ नि 1 2 माई गड है लगाइस बिस्तारै है सुरु अब हेर्नु होला है होस् तोडिन्छ आमा है त यहाँ मेरको छोडेर चाहिँ है धुवा छोडेर चाहिँ मौरीहरूलाई चाहिँ हटाइसकेको छौँ होइन अब एकछिनपछि पहिले चाहिँ ऊ त्यो मौरीको त्यो चाका होइन त्यो काट्छ त्यसपछि बल्ल मह निकाल्ने हो हेर्नु होला है त अब कति निक्लिन्छ यो ठाउँमा है सन्नै छ 1 2 3 4 5 6 7 अनि यहाँ माथि छ है 8 कति निक्लिन्छ हेरौँ है लगभग 100 लिटर त निक्लिनु पर्ने हो है यो ठाउँमा चाहिँ उनीहरूलाई कति मजाले ट्याक्क अनि अब मह काट्ने हन्टरहरू है त अब हाम्रो गुरुहरू चाहिँ यहाँबाट झर्ने गर्छ है यहाँबाट झरेर चाहिँ मह काट्ने गर्छ सुरु हुन लागिसकेको छ है हेर्नु होला मौरी भिरमौरी कस्तो आज ल है त साथी हो रेडी हुन लाग्यो है अब चाहिँ कस्तो भइरहेको छ दाजु होला चाहिँ हामीले त है भिरमौरी है त भिरमौरी गाई छु हेर्नु होला हामी छ है कस्तो छ पहाड चाहिँ साथी हो हेर्नु होला है त्यहाँ त्यहाँ छ है त आज हाम्रो यहाँ
मैनकान ठाउँ चाहिँ हेर्न मह कति छ होला हेर्नु होला त्यहाँ मजाले है। अब त्यहाँबाट मह काटेपछि त्यहाँबाट झर्छ है। अनि यहाँ तल हेर्नु न, तल अब कस्तो छ ल है त त्यहाँ है हाम्रो मह काट्ने गुरु है हन्टर हाम्रो यहाँ झरिसकेको छ है। हेर्नु होला कति गाह्रोसँग झर्नुपर्ने हुन्छ, मजाले हेर्नु होला है। अब ऊ तल पुच्छरको काट्ने र अहिले चाहिँ हेर्नु होला है। सदा खानाहरू उयो है। त्यहाँ कहीँ त्यो रुखमा चाहिँ अड्काएर चाहिँ त्यो मालिले है धानसँग नजिक गर्दैछ है। त्यहाँ पुनाउँछ अरे। हेर्नु होला कति गाह्रोसँग है। तल खस्यो भने कस्तो ठाउँ छ हेर्नु। तल कहाँ हो त्यस्तो ठाउँमा मिलाउँदैछ उसले चाहिँ। ल यस्तो गाह्रो हुन्छ यो तल झर्न यसरी है। अब हामीले त सक्दैन है फेरि गएको। हेर्नु होला कति गाह्रोसँग झरिरहेको छ है। एकदम मेहनती हुन्छ है उनीहरू चाहिँ। यसमा चाहिँ अब डर के आगे जित है भन्दै है यसरी जानुपर्ने हुन्छ। अब हो त्यहाँ तलको काट्ने थियो है, त्यही भएर चाहिँ हामीले लुसु भयो। अनि हामीले यस्तो यहाँबाट झरेर आएको है। म चाहिँ ल है त अब यहाँको सुरु हुन लाग्छ है काट्नको लागि चाहिँ। एकदम ठुलो छ है यहाँ चाहिँ। हेर्नु होला है यहाँ चाहिँ लगभग मलाई जहाँसम्म लाग्छ 30-35 लिटर चाहिँ निक्लिन्छ होला एउटामै। हेर्नु होला है कति गाह्रोसँग झरेर अनि तलको चाहिँ सिद्धिसक्यो। अब यहाँको बाँकी चाहिँ साथी हो है। यहाँको अब 1 2 3 4 5 6 है, 6वटा बाँकी छन्। अब मह काट्नको लागि सुरु हुन लागिरहेको छ है त साथीहरू। मजाले हेरिदिनु होला है। चिल पारामा घरमा बसी है हेरिदिनु होला। भिर मह काटेको घरमा बसी हेरिदिनु होला। सब्सक्राइब पनि गरिदिनु होला, नत्र फेरि म भिडियो हाल्दैन नि फेरि। यति मेहनतसँग मैले भिडियो बनाउँदैछु हजुरहरूको लागि भनेर त्यति पनि भिर मह काट्न सुरु गरिसकेको छ साथी हो है। घरमा बसी हैन बियर खाएर हेर्नु होला मजाले।
ओ माई गड ओहो माई गड छैला 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 छै ओहा 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 ठक ओहा टुई 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 ओइ छैला छैला बाजुमा छैला ओ इजी इजी हेर्नु होला है मजाले ल ओहो यहाँ भेषुदालाई टोक्ने भनेर आइरहेको छ यिनीहरूले भेषुदाले के गर्थ्यो यिनीहरूलाई त्यस्तो भन्नु त ब्रदर माइक ल अर्को गुरु पनि झर्दैछ है अब चाहिँ दुईजना मिलेर चाहिँ काटिदिए त्यही भएर चाहिँ हेर्नु होला मजाले भरि हेर्नु होला है मजाले एकदम गर्दन सुरु भएको है ओहो ओहो ओहा त्यो माथि हो ओहा ओहा ल है फेरि अब अर्को लोड है त फेरि अब ट्याक्क त्यो डोको चाहिँ आउँदैछ है त महाको डोको
अब चाहिँ म यहाँबाट चढ्दै जानुपर्छ है म चाहिँ अब यहाँबाट चढ्दै जानुपर्ने हुन्छ के गाह्रो छ मलाई चाहिँ मौरीले चाहिँ टोक्यो है साथी हो 10-12 वटाले चाहिँ टोकिसकेको छु यस्तो भिडमा है ल यो फेरि चाहिँ हाम्रो तरकारीको लागि बेस्ट यहाँ बाठेबाहरू मामाहरूले चाहिँ यहाँ मनी चढ्दैछ है हेर्नु होला कति क्वालिटी भयो यस्तो है मह कसरी झरिरहेको छ हेर्नु होला मजाले आज पनि आउँदैछ है मह आएको आएछ हाम्रो चाहिँ यस्तो भिड चाहिँ फेरि यस्तो भिडमा छ हाम्रो चाहिँ यस्तो भिडमा है मौरी डेन्जर टोकिरहेको छ मलाई यहाँ ल छोरा तर ल ल ल है त गाई चाहिँ हेर्नु होला है यो चाहिँ हाम्रो तरकारीको लागि हजुर ल अब त्यो चार्दैछ है चाहिँ त्यहाँ भर्दैछ हाम्रो चाहिँ ल कन्सबो कोल्टी यता हेर ओ माई गड ल कन्सबो नि डेन्जर खायो है ल फे ल बा सोमा क्या गाह्रो आज म मजा दिएको क्वालिटी माई गड कना छ भाते बा माई गड कना छ ल मह यस्तै ओ माई गड 시부름 키우고 탁. bahasa 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 bisa Kudu nomor ini mana? Mana soya? Mana soya kali mana? Oh iya. Cuma tadi tadi cerita yang nak 40 dah anda ini kalau tu 60 tamu ya 60 tamu kalau mau nalu ada 65 aja mana cedo mu hanya cek aja apa nih 12-13 liter kata 12 liter mu sir 12 mu ini हेड़ा चलो बड़ा बन नहीं जाए जल्दी अब नहीं हो मारे तू बाजी माने तो तेरी छोरा नहीं उधर खा क्या खा रहे आज के चले पीवे चले खाइए ये ना लगे छोड़ खाने लगे तो किधर आने लगे इसलिए लड़ी हुई ल है त हाम्रो यहाँ भिरमह काट्ने पनि सिद्धियो भनौँ है अब हामी चाहिँ तल डेरातिर जान लागेको छौँ है मामा आजको मह कति जति भयो होला 80 कट्यो 80 कट्यो 80 त कट्यो है जस 80 लिटर चाहिँ कटेछ है अब यो ठाउँमै मात्रै 70 लिटर यो कलिजी कुनाको है यो उयो यसमै 70 लिटर निक्लेको थियो चुहा
70 लिटर निक्लेको थियो है। ल अब हामी फर्किँदैछु है त साथी है। अब हामी तल फर्किँदैछौँ। त्यसपछि अनि तपाईँहरूलाई चाहिँ मह कति भार छ त्यो पनि देखाउने छु है। अनि त्यसपछि हामी खाना खाएर चाहिँ हामी गाउँतर्फ लाग्नुपर्ने हुन्छ। सुनियो भने कोरे क्यों लिया कोरे क्यों ला ल साथीहरू लाग्यौँ है त। ल हाम्रो खाना पाकिसक्यो है त बेलुकाको। फेरि अब हाम्रो यहाँ हेड कुक के छ स्पेसल डेट आजको? यो चाहिँ भिरमहको बच्चाहरू है ट्याक्क हेर्नु होला। अनि यहाँ खाना पाक्दैछ हाम्रो है। ल मजाले हेर्नु होला। ल हाम्रो मह है त ऊ हेर्नु होला 1 2 3 60 70 80 80 85 जति निक्लेछ है मह चाहिँ। ल यहाँ मह है आजको मह यो सब भरेको छ है त हेर्नु होला। स्पेसल है त स्पेसल साथी हो। ल है त यो खायो भने फेरि यस्तो इनर्जी आउँछ कि गाइस होइन। ओहो ल 2 पिस गिभ मी 2 पिस ओएस माल है त साथी हो माल। ल यो चाहिँ हाम्रो घरमा गएर चाहिँ यो चाहिँ परिवारहरूलाई ठिक हुन्छ खाना चाहिँ एकदम इनर्जी हुन्छ यसको चाहिँ। ल सबैजना यहाँ भाग लाउँदैछ। पायो है पायो। टोकेछ त के हो? कतिवटाले टोक्यो होला? 2टा हो र? ल है त आगे सुन्दैछ। एकदम इनर्जी डाइट है यो चाहिँ बब्बाल होइन। मासु मिठो यो मिठ। ल सबैजना चाहिँ हामी चाहिँ यहाँ खाना खाँदैछु है। सबैजना चाहिँ खाना खाँदै अब खाना खाएर चाहिँ अब हामी घर जानुपर्ने हुन्छ। ल मजाले खाऊँ है मजाले खाऊँ। ल डाइट ल सबैजना मेरो भाग थापिहाल्नु पर्ला है। ल है त आजको फेरि यहाँ मेहनतको फल फेरि यहाँ है हाम्रो यहाँ भिरमह पार्दैछ है। हामी चाहिँ भाग लाउँदैछ हेर्नु होला।